आज गएपछि चाहिँ 16 दिन कम्प्लिट हुन्छ, 15 दिन चाहिँ कम्प्लिट भइसकेको छ। हजुर त्यहाँ उपहार चाहिँ के लिएर आउनुभयो? मैले चाहिँ यहाँ जिएचएलके थेरापी सेन्टरमा इन्ट्री हुनुभन्दा अगाडि चाहिँ अब त्योभन्दा अगाडि त म धेरै ठाउँमा उपचारमा गइसकेको पनि हुँ होइन। मेरो रोग भनेको 10-12 वर्ष अगाडिदेखिको पुरानो पनि हो। मैले डक्टर देखाउँदा एमआरआई 2-3 चोटि पनि गरिसकेँ मेरो ढाडको। खास मेरो रोग भनेको चाहिँ मेरुदण्ड सरेर 3 स्टेप हो कि 4 स्टेपमै पुगिसक्यो भन्नुभएको छ डक्टर। 3rd स्टेपमा पुगेको छ भन्नुभएको थियो डक्टरले। तपाईँको अपरेसन नै गर्नुपर्छ भन्नुभएको थियो डक्टरले चाहिँ। तर म अपरेसन गर्दिनँ, अपरेसन गरेपछि यो सक्सेसफुल हुँदैन भन्ने मैले धेरैजनाबाट सुनेको भएर चाहिँ मैले गर्न चाहिनँ। र म यो म्यानुअल थेरापी भन्ने रोडपारी पनि छ, त्यहाँ पनि मैले 1 महिना कम्प्लिट गरेँ। त्यहाँ गर्दा पनि हल्का सुधार भएन, किनभने अब रेस्ट पाएको भए सायद सुधार हुन्थ्यो होला। घरमा गएर चाकरीमा कन्टिन्यू गर्नु परिहाल्यो। अनि त्यो मेरो खर्च मात्रै भयो त्यहाँ पनि। अनि त्यसपछि मैले आयुर्वेदिक हस्पिटलमा पनि गएँ, त्यहाँ गएर पनि थेरापी पनि गरेँ अनि प्लस त्यहाँको आयुर्वेदिक औषधि पनि खाएँ। अनि त्यसपछि पनि अब नभएपछि चाहिँ म मेडिकल औषधिहरू केही पनि नखाइकन बसिरहेको थिएँ। मैले त्यो फिसवेल भन्ने एउटा युएसए अस्ट्रेलियाबाट पठाएको औषधि मात्र खाएको छु। मैले अहिले अरू मेडिकल औषधि केही पनि खाएको थिइनँ। अनि यहाँ चाहिँ खोलेको मैले देखेँ बच्चा पुर्याउन जाँदाखेरि अब यो कहिले ओपन हुन्छ र म पनि यहाँ जान्छु भनेर सोचिराखेको थिएँ। त्यसपछि अनि यहाँ आउन थालेँ। आएपछि चाहिँ मैले यति राम्रो, अब यतिका वर्षमा दुःख भएर बसेको मान्छे अब मेरो जिन्दगी यतिकै जान्छ होला भन्ने सोचेको थिएँ। मेरो चाहिँ अब यो मेरुदण्ड सरेर पनि प्लस मेरो दाहिने पार्ट चाहिँ तातो चिसो नै मैले एकदम धेरै मात्रामा थाहा नपाउने नै भइसकेको थिएँ। जस्तै मलाई अस्ति म्याटमा बस्दा पनि पोलेर फोका पनि आयो, किनकि मेरो थाहा पाएको भए त फोका आउँदैन थियो। थाहा पाएको भए त मैले खुट्टा उचाल्थेँ नि त। एउटा खुट्टामा चाहिँ पोल्ने, एउटा खुट्टामा चाहिँ नपोल्ने भएर मेरो फोका आएको थियो। त्यही पनि फोका आए पनि मैले त्यसलाई फुटाएर मलम लगाएर भए पनि यहाँ एब्सेन्ट नगरिकन कन्टिन्यू गरिरहेको छु। अनि म राति सुतेर उठ्दाखेरि पनि म जुर्क उठेर पहिला उठ्ने बित्तिकै म घुँडा टेकेर एकछिन एउटा खुट्टालाई तन्काएर मात्र म बाथरुममा जान सक्ने मान्छे चाहिँ यहाँ आएपछि चाहिँ मैले 5 दिनपछि चाहिँ रिजल्ट के पाएँ भन्दाखेरि चाहिँ उठ्ने बित्तिकै मलाई त्यो पहिला हुने हुने अनि यो हिपको माथि अररो हुने त्यो चाहिँ मलाई समस्या कम भयो होइन। उठ्ने बित्तिकै झुर्क उठ्न सकेँ, त्यो समस्याबाट म छुट पाइसकेँ। अनि प्लस म सुत्न नपाउने चाहिँ मेरो यो दाहिने खुट्टा सिर्का हान्ने, पोल्ने, झमझमाउने अनि सिस्नुले पोले जस्तै हुन्थ्यो कि दाहिने खुट्टामा चाहिँ हिपदेखि पाइतलसम्मै। त्यो चाहिँ मेरो अब लगभग कम्प्लिट त नभनौँ भएको चाहिँ छैन होइन। जसमा सुत्नै नपाउने मान्छे चाहिँ अहिले हल्का फुल्का चाहिँ मलाई सुत्न पाएको छु। त्यो चाहिँ एउटा सहज भएको छ। हेल्थ सेन्टरमा आइदिनु भएर यो जिएचएलके थर्मल फिटनेस सेन्टर खोलिदिनु भएकोमा धेरै धेरै एकदमै मुरी धन्यवाद दिन चाहन्छु। मान्छे योभन्दा पहिले आइदिनु भएको भए सायद म यतिका वर्ष यति तडपेर बस्नु पर्दैन थियो जस्तो पनि लागेको छ मलाई अहिले होइन। तर धेरै नै सहज हुन्छ भन्ने चाहिँ मैले एकदम विश्वास गरेको छु। म जस्तै यस्तै पीडित भएर बस्नु भएको दिदी बहिनी आमा बुवाहरू पनि अपरेसन गर्नपट्टि चाहिँ नलाग्नु, किनभने म 15 वर्ष भइसक्यो मेरो यो समस्या भएको, त्यही पनि मैले अपरेसन गर्न लागेको छुइनँ कि। अनि यो सेन्टर यहाँ खोलेपछि चाहिँ एकदम खुसी भएको छु। कीर्तिपुरसम्म जानलाई मलाई सम्मान भनेर, तर त्यो टाइमले गर्दा नभ्याएर चाहिँ म जान पाएको थिइनँ। त्यही भएर उहाँ इन्द्र सरलाई चाहिँ धोपघाटमा आएर यो सेन्टर खोलिदिनु भएकोमा चाहिँ एकदमै के भन्नै सक्दिनँ कि यति धन्यवाद दिन चाहन्छु कि मैले अब आउने दिनहरूमा चाहिँ योभन्दा राम्रो भएर हिँड्न सकौँ भन्ने आशा राखेको छु। र यस्तो म सिधा उभिन पनि मलाई गाह्रो हुन्थ्यो कि अहिले अलि लुज भएको छ कि यो ब्याक पेनमा पनि अरूरै हुन्थ्यो। म यस्तो सिधा स्ट्रेट भएर उभिन सक्दैन थिएँ। उहाँलाई थाहा छ कि सुरुको दिनमा म आउँदाखेरि म अलिक अरूरै थिएँ, मेरो जिउ अलिक अरूरै नै थियो। अहिले चाहिँ जे होस् नसाहरू अलिक लुजै भएको अनुभव गरेको छु। म यस्तो सिधा स्ट्रेट उभिन सक्दैन थिएँ। अहिले चाहिँ मेरो दुईटै खुट्टा एउटै ब्यालेन्समा उभिएर म उभिन सकेको छु कि। त्यही भएर चाहिँ म चाहिँ के भन्नै सक्दिनँ कि यतिको आजसम्म 15 दिनमै अलिकति सुधार हुनु नै मेरो लागि चाहिँ एकदम ठुलो हो कि। अपरेसन गर्नु मलाई डक्टरले धेरै जोड गर्नुभएको थियो। तपाईँको अपरेसन बिना चाहिँ हुँदैन बहिनी भनेर मलाई भन्नुभएको छ कि अल्का के अरे सुमेरु हस्पिटलको डक्टरले। तर म मानिनँ। म जति दिन हिँड्न सक्छु त्यति दिन हिँड्छु, एक्सर्साइज गर्छु भनेर मैले सिकेको त्यो अब एक्सर्साइजहरू मात्रै गरेर म बसेँ। अनि मेडिकल औषधिहरू पनि खान छोडिदिएको हो कि। म चाहिँ एकदमै डेन्जर एकदम पीडित नै हो कि।
धेरै उहाँले प्रस्तुति गर्नुभयो होइन। साँच्चै यो हामीले विश्वास गर्नै नसक्ने उपचार यसबाट हुन्छ। हुन त त्यो तातो थेरापीमा गएर के होला र, मैले कति औषधि देखाइसकेँ, कति राम्रो डक्टर देखाइसकेँ भन्ने आमा बुवा पनि मैले भनिहालेँ। मैले भनिरहनु पर्दाखेरि 133 जना उहाँभन्दा नि नाजुक, ताकि कसैले बोकेर ल्याउनु पर्ने, कसैले चाहिँ व्हिल चेयरमा ल्याउनु पर्ने आमा बुवाले चाहिँ 133 जना चाहिँ पुनर्जीवित भइसक्नु भएको छ। 33 जना सुगरबाट मुक्तै हुनु भएको छ। 22 जना प्रेसरबाट मुक्तै हुनु भएको छ। 11 जना महिला दिदीहरू बहिनीहरू आज गर्भवती भएर बच्चा पाएर राम्रो जीवन चाहिँ अगाडि सारिराख्नु भएको छ। विश्वास लिनुहोस्, विश्वास नै सबैभन्दा ठुलो कुरा हो। त्यही भएर यो ठाउँमा आउँदाखेरि मैले हजुरलाई भने धेरै विश्वास चाहिँदैन मलाई। तपाईले मात्र तोरीको दाना जति मात्र विश्वास लिएर आउनुहोस्, भोलि फर्सीको भन्दा नि ठुलो दाना तपाईले चाहिँ पाउनुहुनेछ। धन्यवाद।